र अब म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। र यो किनभने यो म चाहिँ अलि मलाई झटक्कै रिस पनि उठ्छ अनि फेरि रिस छिटै पनि हराउँछ। अब म अरू कुरा केही भन्न चाहन्न। यो जुन नीति तथा कार्यक्रम छ यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि अब मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन। मन्त्रालय सञ्चालन गर्नुको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको मेरो चाहिँ अहिले कति वर्ष भयो, 3-4 वर्ष भयो, मेरो अडान के छ त भन्दाखेरि पुँजीगत खर्चको 1% होस्। यो पुँजीगत खर्चको 1% बजेट छुट्याउने व्यवस्था गरिनेछ भनेर यो चाहिँ उसमा चाहिँ यो नीति तथा कार्यक्रममा आओस् र त्यही अनुसारको बजेट छुट्योस्। अब त्यतिले जति पैसा आउँछ अब जति सकिन्छ त्यो चाहिँ गरौँला। यो किन भनिरहेको छु भने विकसित देशहरूले इजरायलले आफ्नो जिडिपीको 5% बजेट रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्छ। कोरियाले 4.5 यस्तै गर्छ। अनि विकसित मुलुकहरूले अमेरिकादेखि लिएर बेलायत, जर्मन, अरू जापान यिनीहरूले 3% जिडिपीको 3% खर्च गर्छ अनि उनीहरू विकसित भएको हो। हामीले जिडिपीको 1% पनि कल्पना गर्न सक्दैनौँ किनभने जिडिपीको 1% के अरे खर्च गर्ने यो अहिले हामीले नीति ल्यायौँ भने यो हामी चाहिँ डुबे जस्तो हुन्छ। त्यसैले जिडिपीको पनि छोडिदिउँ, यो चाहिँ पुँजीगत खर्चको 1% भन्ने राखौँ। यो कति महत्त्वपूर्ण छ भन्ने कुरा म तपाईँहरूलाई सामसुङ इलेक्ट्रोनिक्सको एउटा उदाहरण दिन्छु। सामसुङमा चाहिँ ठुलो कम्पनी हो, त्यहाँ धेरै किसिमको कामहरू भइरहेछ र इलेक्ट्रोनिक्स डिपार्टमेन्टले, सामसुङको इलेक्ट्रोनिक्स डिपार्टमेन्टले उनीहरूको वर्षको रिसर्च एन्ड डेभलपमेन्ट खर्च तपाईँहरू कल्पना गर्न सक्नुहुन्न, 38 खरब रुपियाँ छ। मोटामोटी नेपालीमा भन्ने हो भने 38 खरब रुपियाँ सामसुङ कम्पनीको 2025मा उसले खर्च गरेको। जहाँ कि अहिले हामीले अर्थमन्त्रीज्यूले बजेट बनाउँदै हुनुहुन्छ, हाम्रो मैले मोटामोटी सुन्दाखेरि हाम्रो यो वर्षको आर्थिक वर्षको बजेट चाहिँ 19 खरब रे है, हाम्रोभन्दा डबल रिसर्च एन्ड डेभलपमेन्टमा। त्यसैले यो कुराहरू विचार गरियोस्। र एउटा कुरा म के भन्न चाहन्छु भने शिक्षामा सुधार गर्नको लागि चाहिँ माध्यमिक शिक्षामा अहिले 2056 सालदेखि शिक्षाको दरबन्दी बढाइएको छैन, राहत